अनि ओइ तिमी चाहिँ कहाँ हिँडेको अब यसले चाहिँ आगो सुँगुर पालेको थियौँ नि त अनि अहिले चाहिँ एउटा हेलो गाइस हामी जाँदा के खेल्न आएको रे फुड च्यालेन्ज हे हेलो एभ्रिवान नमस्ते सेवारो गुड मर्निङ आज चाहिँ हामी बिहान बिहानै कोही चारो खोज्नु कोही घाँस काट्नु जाँदैछौँ छुट्टीको दिनमा चाहिँ ड्युटी यस्तै हुन्छ होइन अनि हामी चाहिँ जङ्गलतर्फ जाँदैछौँ बोल्न केही कुरा उठ्ने बित्तिकै जङ्गल आएको पुरा हेरेन त्यहाँ मुसा किस्ला जस्तो भइरहेछ कौन है ये लोग कहाँ से आते हैं उठ्नु पर्दैन त म उठेर कतिवटा काम गर्दा पनि भर्खर उठ्दैछ यो अनि के भनेर अनि चाहिँ हामी अब घाँस काट्नु कोही चारो खोज्नु आएको अब म चाहिँ घाँस काट्छु उयोले चाहिँ चारो काट्छ कता जानु त बाजेलाई काट्दैछ म चाहिँ त्यही काट्नु पर्यो यो चाहिँ हाम्रो घाँस काट्ने ठाउँ अनि यहाँ चाहिँ म घाँस काटेर लानु पर्यो होइन लु साथै घाँस चाहिँ अब काटिसकेँ मैले भारी पुग्यो मेरो चाहिँ अब म चाहिँ घरतिर लाग्छु अनि सबिनाको चाहिँ भारी पुगेको छैन ऊ माथि चारो काट्दैछ हेर्नु हो यता फर्की एकचोटि अनि माथि चारो काट्दैछ त्यो चाहिँ अनि त्यो चाहिँ अहिले आउँछ म चाहिँ गएर अब खाना सब्जी बनाउँछु घरमा नै काम छ नि त ल अब साथीहरू घाँस पनि ल्यायो घाँस पनि दिए बाख्रालाई अब चाहिँ म लुगा फेरेर खाना सब्जी बनाउनु पर्यो अनि सबिनाले पनि आज त छिटो भारी पुऱ्याएछ मसँगै गएर होला सधैँ त 1-2 घन्टामा मात्रै आउँथ्यो अहिले चाहिँ पहिला हामीले 2टा सुँगुर पालेको थियौँ नि त अनि अहिले चाहिँ एउटा मात्रै सुँगुर पालेको छ नि त्यही भएर छिटो चारो ल्याएको यसले थोरै ल्याए जस्तो चारो हेर्नु न आयो हाम्रो काका हुनुहुन्छ को के को भनेर सोध्दै हुनुहुन्छ यहाँनिर होइन हेलो गर्नु न हेलो यसरी हेलो गर्नु न हेलो के छ खबर साथी हो भन्नु न साथी हो भन्नु न साथी हो भन्नु न तू समझा हाँ नहीं तू समझा नहीं टुली होइन हो भिडियो बनाएको भिडियो हाम्रो भिडियो बनाएको क्या यसरी ठुली अरे चिन्नु भएन कोही हो यो भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार
यो को खै यो बोल्ने को बोल्ने ए बोल्ने को बोले काका काका हो ए अब काका तपाईँ चाहिँ कहाँ जानु आउनुभएको अरे भन्नु त तपाईँ चाहिँ कहाँ जानु आउनुभएको अरे भन्नु त काठमाडौँ काठमाडौँ होइन हौ अहिले पो त भन्थ्यो त भोलि पर्सि पो जानु त अरे अब बिराट बिदा रोप्नु यो चाहिँ हाम्रो कान्छा काका हो एकदम धेरै काम गर्नुहुन्छ मेसिन जतिकै काम गर्नुहुन्छ नामै तपाईँको नाम के भनेर बोलाउँछ अरे टेकबहादुर टेकबा त होइन अर्को नाम क्या अर्को अर्को फुर्ती काका भनेर बोलाउँछ होइन हो फुर्ती काका भन्छ एकदम फुर्तिलो हुन्छ आयो कहाँ गएर आउनु भएको अहिले चाहिँ अरे अँ। घाँस काट्नु बिराट रोप्नु हो मैले घाँस काटेर लिएर आएँ पराबाट मैले घाँस काटेर लिएर आएँ को मैले अरे अँ त्यहाँ बारीको के अँ बारीको काटेर ल्याउनु बारीको होइन बारीको त नि बारीको होइन बारीको बारीको अँ। अहिले बोल्ने अहिले मै बोलेको के यहाँ भिडियो बनाएको यसरी ओहो तपाईँ चाहिँ के भिडियो कलमा बोलेको भनेर ए ए लु हेर्नु मजाले अब म गएको बिरुवा रोप्नु भन्नु यहाँ भिडियोमा म गएको चाहिँ अब बिरुवा रोप्नु जानुहुने अरे अनि अघि मैले चाहिँ उतापट्टि सबनालाई देखाएर बोल्दै थिएँ नि त अनि को भन्नुहुन्छ अनि कोसँग बोलेको भन्नुहुन्छ नि भिडियो देखाइदिएको को भन्नुहुन्छ क्या के गर्नु बुढापाकालाई थाहा हुँदैन नि त के गरेको भनेर अनि यहाँ काका चाहिँ एकदमसँगले खुकुरीमा रेत लाउँदै हुनुहुन्छ होइन एकदम काम गर्ने त झक्कास हो नि त जोस् काका हजुर ए फोन गरेको छैन मैले फोन गरेको छैन पानी पर्ला जस्तो छ साथी हो के गर्नु पानी पनि कहिले हो यस्तो घाम लाग्छ कहिले पानी पर्छ लागिसक्यो पानी पर्दा अब हामीले चाहिँ खेत रोप्दिउँ र हामीलाई चाहिँ पानी चाहिएको छैन र हामीलाई चाहिँ वाक्क लाग्छ अरूलाई चाहिँ पानी चाहिएको होला यो चाहिँ हाम्रो मकैबारी हो होइन अब मकै पनि अब चाहिँ पोलेर खानुलाई चाहिँ ठिक्क रेडी भएर चाहिँ साथी हो अनि टक्कसँगले अब घाम लागेको भए त छिटो सुक्थ्यो यिनीहरूले चारो ल्याएको अरे हेर्नु न अल्छी गर्छ यो त चारो खोज्नु अस्ति दुईवटा हुँदै यसलाई त ठिक थियो क्या एउटा सुँगुर पालेको 2 दिनमै चारो सकिने लिएर आउँछ यो के भन्नु अब यसलाई अनि हेर्नु न यो यसलाई के भन्नुहुन्छ दर्शक बिनहरू यो सबिनालाई के भन्नु चाहनुहुन्छ यो अल्छिनीलाई काका यो सबिना कस्तो अल्छी छ नि कहाँ जानु रे अभी मजा आएगा ना भिड अब यसले चाहिँ आगो फुकेर चारो बसाउँछ म चाहिँ खाना सब्जी बनाउन जान्छु काकालाई पनि एकदम भिडियोमा चाहिँ आउनु एकदम रहर लागेको रहेछ काकालाई पनि भिडियोमा आउनु होइन काका अब म यसरी भिडियो बनाउँछु के बुझ्नुभयो म त हेर न यहाँ यस्तो गरिदिन्छु अनि यस्तो तरिकाले म कसरी फुललाई उगाउनु काटेर खाम कि क्या हो अब चाहिँ म खाना सब्जी बनाउँछु रेन्टरान म चाहिँ किचनमा छिरे अब तरकारी पो के खानु जहिले तरकारीको समस्या पर्छ कैसा लगा मेरा मजाक तरकारी छैन भन्दा छ तर कति खानु हाम्रो यस्तो हामी पहाडमा बस्दा त तरकारीको टेन्सन हुन्छ तराईमा बस्नु त झन् के होला हौ आलु अब आलु सिन्ने अनि आलुको दाल बनाएर खाने तपाईँहरू चाहिँ के खाँदै हुन्छ आजभोलि सब्जी अब हाम्रोतिर चाहिँ आलु भेन्डी हुन्छ कहिले त्यो क्याप्सिकम खोर्सानी कहिले के होइन बोडीहरू त्यस्तै छ एउटै सब्जी धेरै दिन खाँदाखेरि त भक्कै पनि लाग्दैन कहिले कहिले आलु उसिने अब खानाको लागि रेडी गर्छु
सधैँ स्कुल जाँदा 8 बजे 8:30 बजे भात खाने बानी खाना खाने बानी होइन भोक लाग्दैन छ क्या त्यो टाइममा छुट्टीको बेला चाहिँ अब हामीले खाऊँ न त काम गर्नु अनि त्यही भएर ढिलो गरौँ तर एउटै टाइममा खाने बानी भोक लाग्दो रहेछ त्यही भएर मैले अब छिटो खाना सब्जी बनाउँछु मैले अब यसरी नै नेचुरल आफ्नै भोइस कभर नगर्दै भिडियो बनाउँदैछु होइन साथीहरू अनि कस्तो के लाग्छ तपाईँहरूले लाइक गरिदिनु सेयर गरिदिनु है सबैजनाले सब्सक्राइब पनि गरिदिनु सुरुमा अब यसरी भोइस कभर सुरुमा भोइस कभर गरेर बनाउनु नै आफ्नो भोइस आफैलाई लाग्छ क्या अनि अब 2-4वटा बनाएँ न मैले अनि त्यस पछाडि चाहिँ अलिक बानी भयो अब मैले अब चाहिँ यसरी नै भिडियो बनाउँछु सोचिरहेको छु अब खासै राम्रो बनाउनु त आउँदैन त्यही पनि अब प्र्याक्टिस एक कुरा केही नयाँ अपडेट दिउँ न अब हाम्रो गाउँठाउँमा भनेर यो कुखुराले चाहिँ मेरो अलिअलि भएको फुल नि सबै उ गरेर काटेर खाइदिउँ कि क्या हो कुखुराहरू नि सबै आयो दाजुलाई पनि यता हेर यहाँ मेरो भ्लगमा स्वागत छ दामी देखिँदो रहेछ पछाडिबाट हेलो भन्नु सब्जी बोकेर के बोक्नु भएको आज अब त यसरी नेचुरल भोइसमा यसरी ढङ्गे घाम लाग्यो अघि कत्रो ढुस्से लागिरहेको थियो अब अहिले चाहिँ पुरा घाम लागिरहेछ कि यस्तै हुन्छ हाम्रोतिर चाहिँ घाम लाग्दा बर गर्मी हुन्छ होइन अनि पानी पऱ्यो भने चाहिँ जाडो हुन्छ अब मधेसमा चाहिँ गर्मी छ अरे भनेर सुनिरहेको थिएँ हाम्रोतिर चाहिँ ठिकै छ मौसम दिउँसो चाहिँ यसरी घाम लाग्यो भने चाहिँ गर्मी हुन्छ बाहिर निस्किँदा गर्मी हुन्छ कि हाम्रोतिर पनि तर बाहिर चाहिँ गर्मी हुन्छ भित्र बस्दाखेरि चाहिँ खासै गर्मी हुँदैन मधेस जस्तो चाहिँ मधेसमा त साह्रो गर्मी छ अरे नि त अनि पाहाडमा बस्नको लागि खानको लागि चाहिँ एकदम राम्रो ठाउँ हो पाहाड चाहिँ अब सुविधाको लागि चाहिँ तल तराई जस्तो चाहिँ हुँदैन हाम्रोतिर चाहिँ होइन तर पनि बस्न खान चाहिँ एकदम सजिलो शीतल हुन्छ ओ यो चाहिँ मिक्सुको खतरा डिजाइनको यो देखा त देखा न भाग्यो साबित बोल्दैन त यिनीहरूको यो चाहिँ बाइक अब केटाकेटी यहाँ नि यहाँ बाइकमा एकदम यो चाहिँ हाम्रो भाइरल मान्छे हो स्ट्यान्डवाला मान्छे स्ट्यान्ड मान्छे यता मेरो भिडियो गर्दैन भन्नु थाल्यो यो चाहिँ गयो यो चाहिँ के भयो यसलाई चाहिँ हेर त यो चाहिँ हाम्रो केटाकेटी खेल्ने फिल हो क्या ग्राउन्ड होइन मजा खेल्दैछन् हेलो मित्र हेलो काका भन्नु हेलो भन्नु न रुको जरा सबर करो बोला आयो यो नानी हँसाउँछ कतासम्म काका कतासम्म के भयो सिकिस्त भयो कि क्या हो मिक्सुको अर्ग्यानिक साइकल मिस्त्री चाहिँ होइन आफ्नै बाउ होइन मिस्त्री चाहिँ तेरो साइकललाई के रोग लाग्यो हो मिक्सु मिक्सु चाहिँ हाम्रो काकी ठुलो मान्छे पनि भेला हुने ठाउँमै हो चोक हो नि त चोक अरू के छैन बियरको यसो खान्थे पिन्थेको बुढापाकाको र केटाकेटीको चाहिँ चोक हो होइन के खानुहुन्छ तपाईँहरू आउनु होला दाजु भन्छ के पाउँछ चिसो तातो सबैले पाउँछ अमिलो पिरो के भरे अमिलो पिरो बाइक चिसो तातो पाउँछ मासु नि पाउँछ कहिले काहीँ बुढापाकाहरूले खाने जिनिस र केटाकेटीले खाने जिनिस पाउँछ भनेरै हामी नि आएर बसिरहेको छौँ
अब दी पनि हाल्छ भन्नु न ऊ अब दी पनि हाल्छ कि भन्दैछ। आयो ल्याउँदै होला साउनीले ऊ भन्दै यहाँ चाहिँ सबिना लिम्बू घाँस के पो चारो काट्ने पुरा कार्यक्रम हुँदैछ होइन सेन्याङ के गर्दैछ मैले बेइज्जत गरेँ हो तिमीहरूको जाने हो यो ब्लग बनाउनुदेखि नै हो यो तपाईँले कमेडी टिकटक हाल्नु थाल्नुभयो म पनि तरकारी पकाउँछु पाके मेरो आलु आलु दाल बनाएर खाने हो धेरै भएको थियो नि त आलुको दाल म चाहिँ आलुको दाल बनाउँछु 10 बजिसकेको छ आज त 8 बजे खाना खाने बानी भएपछि यस्तो भोक लाग्छ 10 बजिसकेको छ अब एउटा स्टेप किन अनि घुमाउनु पर्छ छोड्दै पारेर लेखेको छैन अब यस्तो खालको स्टेप अब सुन्दैछु म अब चाहिँ हामी चाहिँ भात खाना आँटेको खालि भात मात्रै भन्नुहुन्छ क्या भात भन्ने नानी होला अनि स्टेप कसरी भन्छ नि
खाना खाइसक्यो। अब खाना खाइसकेपछि चाहिँ किचन सफा गर्नुपर्ने हुन्छ। केटाकेटीले चाहिँ धन्दा गर्छ र सेनेहाङ सबिना लिम्बू धन्दा गर्दैछन्। सेनाङ लिम्बू भन्दैछु त नि, त के हो त नि त? फेम्बा हो बाई। धन्दा गर छिटो छिटो। अनि ओए तिमीहरू चाहिँ कहाँ हिँडेको? उयो पनि हेर्नु न, के चप्पल चप्पल पनि सुल्टो लाउँछ। यता हेर त अनुष्का, हेर्नु न, मिस्बु मिस्बु ले चप्पल त अनि सुल्टो उल्टो भयो त चप्पल। मिस्बु हो मिस्बु। मिसमुले चाहिँ कसको? ओइ मिसमु, यो चप्पल कताको हो? चाइना र इन्डियाको हो कि क्या हो? यो त खतरा रहेछ त। यो चप्पल कहाँको हो? एउटा नेपालको एउटा चाइनाको हो। कहाँ के काटेर आएको अरे तिमीहरू? घाँस काटेर आएको? खै कति घाँस काटेर देखाउँदा? एक मुठा? तेरो साइकल बनाइदिनु भयो बाबाले, देखा त लु। तेरो साइकल बनाइदिनु भयो बाबाले, देखा त हेन्डिल। मिक्सरको साइकलको हेन्डिल हेर्नु है गाइस, खतरा युनिक तरिकाको। यो अल्छिनीले ल्याएको चारो हेर। अनि सुँगुरको मासु चाहिँ मिठो हुन्छ कि हुँदैन? गर्मी भएको अवस्था धुवाले मार्यो। नुहाउनु पर्ने फेरि। ट्याक्सी ड्राइभरहरू हेर यहाँ। हामी दुईजनाले हो बेगत गर्नु मिल्ने। एउटा स्ट्यान्ड र एउटा अनि आज चाहिँ एकदम मजाले अहिले चाहिँ घाम लागिरहेछ है। अनि त्यस पछाडि मेरो ठुलो करेसाबारी गोड्नुपर्ने, झार उम्रेर खोर्सानी छ अलिकति, त्यही भएर हामी चाहिँ खोर्सानीको झारो खान आँटेको छौँ। हामी चाहिँ खोर्सानी फल्न थालेको रहेछ अलिअलि, भए पनि चिचिला लाग्दैछ कुनै। मजाले खोर्सानी फल्दैछ। अनि कति धेरै झार आएछ क्या, त्यही भएर चाहिँ यहाँ म झारो खानु पर्यो भन्दैछु। फल्नु थालिरहेछ सत्य खोर्सानी। यसरी माटो पनि आउँछ चिसो भएर। खोर्सानी झर्नु थालेछ कति धेरै खोर्सानी बारीमा। केले खाइछ खोर्सानी देखेर झर्नु? गोडेर पनि नेपाललाई कति धेरै चाहिँ यहाँ मैले के नि खोर्सानी घाम त्यसरी लाग्यो।
आकाश कति राम्रो भएछ है सकेपछि देखाएको गर्नुभयो घाम के साह्रो लागेको नि हाम्रोतिर पहाडतिर पनि यस्तो साह्रो गर्मी हुन थाल्यो है साथीहरू ओभर गर्मी हुन थालिरहेको छ मौसम चाहिँ कस्तो राम्रो चाहिँ हामी फुड च्यालेन्ज गेम खेल्नको लागि एकदम यहाँ तयार भएर यहाँ हामी यहाँ मैले चाहिँ अन्डा उसिन्दैछु उतापट्टि चटपटेको लागि मटर रेडी गर्दैछु अनि यहाँ हामी चाहिँ चाउमिन आज चौचौको चाउमिन बनाउँछौँ साथै अब हेर्नु होला फुल भिडियो हाम्रो अनि यहाँ चाहिँ केटाकेटीहरू जस खेल्नु पाउँदा खानु पाउँदा चाहिँ धेरै खुसी नै हुने रहेछन् कि बटाबट काम गर्दैछन् के काम बनाएको त सबैजना आफ्नो आफ्नो काम गर्दैछन् कोही थालबटुका राख्ने यता होइन आज चाहिँ केटाकेटीको रिक्वेस्टमा हामीले चाहिँ फुड च्यालेन्ज गेम के भन्छ फुड च्यालेन्ज गेमै भन्छ होइन साथीहरू हेरिदिनु होला अब यसमा फेरि भिडियो गर्ने चाहिँ मैले चाहिँ अब हामी बनाउँदैछौँ टक्कैसँगले हेलो गाइस खै हेलो सबले तपाईहरुले बोल हामी चाहिँ आज के खेल्न आएको अरे फुड च्यालेन्ज गेम को विनर हुन्छ हेर्दिनु होला हैन आज तर हाम्रो जबरजस्ती यस्तो हुँदैन हैन के गर्ने हामी के गर्ने पहिला 1 2 3 गर्ने हैन तल माथि हैन अपडाउन हैन काम भयो को लु के अरे यसको नियम त थाहा छ नि तिमीलाई हैन मैले अलिकति अझै उता गएको त अलिक यहाँ यस्तो भएन एक बाटो मात्रै देखिन्छ देखिनु पनि अनि यताबाट चाहिँ पक्को भयो होला 1 2 3 गो पक्को भयो
आज हाम्रो काम यति नै अब फेरि अर्को गेम भोलिको हामी लिएर आउँछौँ ल ओके बाइ 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 ल म अझ मुखमा लिइरहेको छ गेम चाहिँ कस्तो लाग्यो गेम भनेर राम्रो लाग्यो आजको दिन चाहिँ मेरो यसरी नै बित्यो होइन आज चाहिँ केटाकेटीहरूसँग राम्ररी गरेर रात पनि जम्बक्के रात पनि पऱ्यो अनि आज चाहिँ मेरो भिडियो यति नै साथीहरू अनि अब फेरि पनि अर्को नयाँ भिडियो लिएर आउँदैछु है अनि अब तपाईँले सबैजनाले माया गरिदिनु होला सपोर्ट गरिदिनु होला ओके बाई बाई